नेशनल रिपब्लिक नेपालको झण्डा र यसको अर्थ। झण्डाको सम्पूर्ण भाग हलुका पहेँलो रङले भरिएको छ। यसको अर्थ यो देशका मूलवासीहरू पहेँलो रङका हुन् र बुद्ध नेपालमा जन्मेकोले बुद्ध पनि पहेँलो रङसँग सम्बन्धित छ। बुद्धको मूर्तिको पहेँलो रङ र झण्डाको पहेँलो रङले बुद्धको रङ अर्थात् छालालाई जनाउँदछ। पहेँलो रङ साहसी, इमानदारी, धैर्यता, बौद्धिकता, ताजगी, न्यानोपन, नयाँ विचारहरू, बहुमुखी प्रतिभा, प्रोत्साहित, उत्थान, आशावादी, मनोविज्ञान आदिको प्रतीक हो। झण्डाको बायाँतिरको माथिल्लो कुनामा 5 वटा ताराहरू रहेका छन्। 5 ताराहरूले 5 क्रान्तिको प्रतीकलाई जनाउँदछ, जसको अर्थ यस प्रकार रहेको छ: राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति, धार्मिक क्रान्ति र सामाजिक तथा सांस्कृतिक क्रान्ति भन्ने बुझाउँछ। र 5 ताराहरूतिर मौरी उडेर गइरहेको छ। यसको अर्थ 5 क्रान्ति हासिल गर्नका निमित्त मौरी गइरहेको छ। र नेशनल रिपब्लिक नेपालमा आबद्ध सम्पूर्ण नेता कार्यकर्ताहरूले मौरी जस्तो मेहनती, इमानदार, वफादार र कर्तव्यनिष्ठी भएर नेशनल रिपब्लिक नेपालले अंगीकार गरेको मंगोलवाद दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रमप्रति प्रतिबद्ध भई दलको लक्ष्य र उद्देश्य हासिल गर्नुपर्छ भन्ने अर्थ हो।